मिथुन राशि माघ महिना तपाईँ मिथुन राशि हुनुहुने जातकहरूका लागि के छ, कस्तो छ, कसरी अगाडि बढ्दा यहाँका लागि राम्रो हुनेछ यी र यस्तै यावत विषयमा चर्चा गर्छौं। यो समय तपाईमा सकारात्मकता बढाउने समय हो। पोजिटिभनेस, सकारात्मक विचार वा चिन्तन बढाएर लानेछ। विशेष गरेर विद्यार्थी जनहरूका लागि केही च्यालेन्जिङ वा केही चुनौतीपूर्ण समय हो भन्दा फरक पर्दैन। इक्जाम र कम्पिटिसन जस्ता विषयमा सोचे जस्तो नतिजा परिणाम प्राप्ति गर्न कठिन नै देखियो। विशेष गरेर यहाँ कुनै विशेष रिलेसन्समा हुनुहुन्छ, प्रेम सम्बन्धमा हुनुहुन्छ भने आफ्नो र पार्टनरको सम्बन्धमा केही टकरावको स्थितिहरू यस महिनामा यहाँले पक्कै पनि सामना गर्नुपर्ने स्थिति हो। कता कता चुनौती र अवरोधको बढी सामना गर्नुपर्ने स्थिति बन्न सक्छ। बेलामा काम नबन्ने, आँटेका कार्यहरूले जस नदिने र खर्चको माध्यम पनि एकदम सोचे वा एक्सपेक्टेसन गरे भन्दा बढी खर्च हुने, आर्थिक रूपमा पनि आफूलाई कता कता भार वा कता कता अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने स्थिति यस महिनामा तपाईलाई बनेको देखिन्छ। विशेष गरेर योजना बनाउँदै हुनुहुन्छ, लगानी गर्ने विचारमा हुनुहुन्छ भने यो समय त्यति राम्रो देखिँदैन। आर्थिक रूपमा पनि आउनु पर्ने ठाउँहरूबाट सहजतापूर्वक धन आइदिने, धन फस्ने वा विशेष गरेर आफूले योजना बनाए अनुसार आर्थिक रूपमा चाहिँ काम गर्न नसकिने यस्ता खालका समस्या त यस महिनामा बन्छ नै। सँगसँगै अलिकति दाम्पत्य सुधारको केही सम्भावना छ। यदि तपाईँ विवाहित हुनुहुन्छ, एकअर्काको सम्बन्धमा विगतमा समस्याहरू थिए भने ती समस्याहरू सुधारोन्मुख भएर जाने देखिन्छ। विगतमा व्यवसाय गरिरहनु भएका व्यक्तित्वहरूका लागि व्यावसायिक रूपमा केही सकारात्मक बने तापनि लेनदेनको विषयमा तपाईँ आफू संयमित र सावधान रहनुपर्ने स्थिति छ। पेट सम्बन्धित समस्या, छाला स्क्रिन र एलर्जीको समस्या, सँगसँगै अलि ओभर कन्फिडेन्ट वा ओभर थिङ्किङ जस्ता कारणले यहाँलाई यस महिनामा केही दुःख दिन सक्ने स्थिति छन्। विशेष गरेर यहाँले व्यक्तिगत रूपमा कुनै योजना बनाउँदै हुनुहुन्छ भने आफूभन्दा ज्येष्ठ श्रेष्ठ व्यक्तिहरूको राय, सल्लाह र सुझाव लिएर गरिएका कार्यहरूले दीर्घकालीन रूपमा केही लाभ दिन सक्छन्। विशेष जग्गा जमिन वा अस्थायी रूपमा नै किन नहोस् कुनै लगानी र इन्भेस्ट गर्ने विचारमा हुनुहुन्छ भने यो समय त्यति उपयुक्त देखिँदैन। धेरै कुरामा सकारात्मकताका लागि यहाँले विशेष फागुन महिना नै कुर्नुपर्ने हुन सक्छ। माघ महिना समग्रमा मिथुन राशिका लागि ओभरअल त्यति राम्रो समय भने देखिँदैन। यद्यपि कुनै नयाँ काम, महत्त्वपूर्ण काम कार्य नगरी नहुनेछ भने यहाँले बुधबार पारेर गरेका कार्यहरू खास प्रगतिमुखी रहन सक्छन्। हरियो कलरको बढी प्रयोग गर्ने अभ्यास गर्नुहोला र कुनै पनि कार्यहरूको प्रारम्भ गर्नुभन्दा पूर्व ओम बुम बुधाय नमः यस मन्त्रको चान्टिङ गरेर कार्य प्रारम्भ गर्दा केही सकारात्मक हुने देखिन्छ। विशेष गरेर यस महिनामा यहाँले शुभताका लागि आफूभन्दा ज्येष्ठ श्रेष्ठ व्यक्तिहरूको राय, सल्लाह र सुझाव लिन अतीव बढी आवश्यकता देखिन्छ। यो थियो माघ महिना तपाईँ मिथुन राशि हुनुहुने जातकहरूका लागि के छ, कस्तो छ, कसरी अगाडि बढ्दा राम्रो हुनेछ भन्ने विषयमा।